अनि मलाई अहिले सुई हानेर यहाँ त लाग्छ भनेर भान्जालाई साथी लिएर आएको छु मैले बोक्नु पर्यो नि ढल्यो भने फेरि दाँत बेचेर सपिङ गर्न जान ठ्याक्कै अगाडि ठोक्दिनु जर्मनीबाट फेनलोको बोर्डर हुँदै नेदरल्यान्ड छिरिसकेका छौँ या नेदरल्यान्ड गयो जाने एडिडास भात पनि हाल्दै क्या माइले मलाई हामी त बोर्डरतिर जर्मनी ए जोलन यहाँबाट हामी फेन्लो जर्मनी छिन ठ्याक्क चिनिन्छ है केही छैन त बोर्डरमा यहाँ है लोकल रहेछ त्यो साइनबोर्ड सानो नदेखायो भने थाहा नहुने जर्मनी आइपुग्यो भने यो मेरो यो भनेको चाहिँ हाम्रो मामाश्रीको हो अस्ति नै यही खायो यो भनेको चाहिँ हाम्रो माइजूश्रीको हो चाउमिन नमस्कार सबैजनालाई आज हो बुधबार हामी आज के गर्न आँट्दैछौँ भन्ने कुरो चाहिँ यहाँ हाम्रो मामाश्रीले भन्नुहुन्छ मामाश्री हेलो गुड मर्निङ अनि नमस्कार म चाहिँ मामाश्री आज हामी होइन भान्जा मसँग गयो भने हामी हुनेछौँ अहिलेलाई चाहिँ म दाँत निकाल्न जाँदैछु मेरो अपोइन्टमेन्ट छ डेन्टिस्टकोमा अनि यता भान्जा यता भान्जी यता मेरो माई डियर लभ पानी पिउँदैछु अनि अब बिहानको झन्डै 9 बज्न आँटिसकेको छ 9 बजेर नि 10 मिनट जस्तो गइसक्यो 9:30 बजेको अपोइन्टमेन्ट छ हिँडेर 7-8 मिनटको चाहिँ दूरीमा डेन्टिस्ट भएको कारणले गर्दा अब दाँत निकालेर आउँदाखेरि कतिको दुख्छ भन्ने कुराले चाहिँ आजको दिन एकदमै निर्धारण गर्छ होइन भान्जा दुखेन भने चाहिँ हामीले लन्च गर्नलाई कतै बाहिर जानेछौँ दुख्यो भने दबाई खाएर हामी चाहिँ बाहिर जानेछौँ दिन सुरु भइसकेको छ अब भिडियो अन्तिमसम्म हेरेर चाहिँ साथ दिनु होला है त भान्जी ल सी यु लेटर है मलाई दुखोस् भन्ने छ कि नदुखोस् भन्ने छ केही पनि नहोस् छिसिक्कै तर ऊ हान्छ नि सुई हान्छ नि लट्ठ्याउनु हो त्यो त एकैछिन त हो नि ल ल म दाँत निकाल्न जाँदैछु भान्जा रेडी हुँदैछन् यता माई डियर र यता माई डियर भान्जी चाहिँ नि मलाई पुरेर बस्नु ल जाउँ चाबी लियो गाडी हो फोर यो हाम्रो भान्जाको वाहन नयाँ सिया 4 होइन भान्जा अलि अगाडि छाड्छौ यताबाट चाहिँ आज मैले प्राइभेट ट्याक्सी बुक गरेको छु नमस्कार मेरो ड्राइभर सब्जी नमस्कार सब्जी अब ड्राइभरले हामीलाई चाहिँ क्याम्पेन अलिकति घुमाएर अगाडिबाट राइट हो यतातिर हो यता हामी चाहिँ फिएजन जाँदा जान्छौँ नि यतातिर म हिँड्दै गएको चाहिँ सिधै गइन्थ्यो यो चाहिँ क्याम्पेनको ढोका डाउनटाउनको हामी यताबाट दाहिने लाग्नेछौँ यहाँ क्यामेरा पनि छ डक्टर चाहिँ धेरै नजिकै हो कि तर अल्छी लागेर मात्र हो गाडी छँदैछ फेरि यहाँ हाम्रो भान्जा पनि हुँदै हुनुहुन्छ केही हिँड्नु भनेर हामी चाहिँ ठ्याक्कै 2 मिनटको राइड पछि डक्टरकोमा आइपुगेका छौँ यही हो अनि मलाई अहिले सुई हानेर यहाँ त लाग्छ भनेर भान्जालाई साथी लिएर आएको छु मैले
बोक्नु पर्यो नि ढल्यो भने ढल्यो भने फेरि अब भित्र छिराउँ भिडियो खिच्नु पाउँछ कि पाउँदैन थाहा छैन। म चाहिँ यहाँ सुई हानेर बसेको छु कुरेर, यो कतिखेर लट्ठिन्छ भनेर डक्टरले छोडेर गएको छ। भान्जा पछाडि सबै कुरा नजराना गर्दैछन्। सुई पनि कत्रो हान्ने, कत्रो सुई। दाँत निकाल्न आएको, दाँत कुनामा किडनी ननिकालिदियोस् भनेर म हेर्न बसेको छु। अनि फेरि भोलि त जर्मनीमा छुट्टी नै हो, पर्सिको पनि छुट्टी लेख्दै हुन्थ्यो भनेको नलेख्दैला जस्तो भएर चाहिँ मेरो मुड अफ भइसक्यो। पर्सि काममा जानुपर्ने हो कि भनेर, नत्र वेडनेसडे, थर्सडे, फ्राइडे, स्याटरडे, सन्डे 5 दिन लगातारको छुट्टी बसिन्थ्यो, कति रमाइलो हुन्थ्यो है। अब रोइदिनु पर्छ अहिले, दुईजना मामा भन्छ छुट्टी। मलाई चाहिँ वेटिङ रुममा गएर बस्दै गर भाउ भने डक्टरले। वेटिङ रुममा के बसिराख्नु, मेरो एउटा काम पनि छ सानो। काम चाहिँ के भन्दाखेरि गाडी सेवा गर्ने क्या। गाडीमा यति छेर्दैछ चराले, फेरि हुन्छ नि चराले त यति हक्छन् नि। 5-10 जना मान्छे मिलेर यो चाहिँ नयाँ गाडी हो केटा आइज भनेर इन्भिटेसन गरे जस्तो छ छेर्ने पार्टीमा। अनि अहिले म देखाउँछु कति छेरेको छ भनेर। हो त्यो सफा गर्दै गर्नु पर्यो भन्ने सोचेँ मैले कुरुन्जेलसम्म। अनि त्यही गर्नु पर्यो। वेटिङ रुममा के त्यतिको टल्ला भएर बस्नु होइन। हेर चाहिँ दाँत निकालेर फर्किसकेका छौँ। भान्जालाई डक्टरले बाहिर गएर बस भनेर भन्यो, भान्जा गायब भए भनेको। भान्जा ऊ त्यो गाडीमा गएर बसेर। मामा पनि ठ्याक्कै आइसक्नु भएछ। के भयो मामा? निकाल्यो दाँत, अनि त्यहाँबाट फ्राइडेको त छुट्टी नै दिएन। ल नोटिस पनि देखाएन, यो के दियो यो। अनि औषधि दिएको अरे त्यहाँ मेडिकलमा गएर त्यो सस्तोवाला औषधि क्या दिएर अब 4 घन्टा नखानु, 3 दिन रक्सी नखानु, जुन म खाँदिनँ भनिराखेको हो। त्यही भनेको। अनि चुरोट पनि 2-3 हप्ता नखानु, पनि खाँदै नखाने कुरो अब किन भनिराखेको हो। साधु सन्त मान्छेलाई। अनि म आएँ, ल जाम। हामी चाहिँ नि मेरो दाँत निकालेर आइसकेपछि दाँत बेचेर सपिङ गर्न जान। अगाडि ठोक्दिनु गाडी। हात मिलाइहाल्नु चाहिँ नि। अब आज यसै छुट्टी उसै छुट्टी, यता हाम्रो उज्जवल भान्जा सपना भान्जी पनि छुट्टी। अब एकछिन नेदरल्यान्ड चाहिँ फुत्त गएर त्यहाँ आउटलेटवाला ठाउँ रहेछ, अलि सस्तोमा चाहिँ नि ब्रान्डेड सामानहरू पाइने। अब सपिङ चाहिँ गरिन्छ कि गरिँदैन, त्यही पनि आज पानी परेको दिन कतै जान गर्न सम्भव भएन। अनि हामी टोली चाहिँ बाँधिएर एकदम ह्यान्डसम र ब्युटिफुल भएर चाहिँ नि हामी चाहिँ निस्किएका छौँ। अब हाम्रो 42 मिनटको चाहिँ ट्रिप छ। भान्साले चाहिँ हामीलाई सुरक्षित त्यहाँ पुर्याउनेछन् र हामी घुमफिर गरेर फर्किनेछौँ। बाटोमा केही सान्तिना क्लिपहरू पनि लिँदै हामी यो भिडियोमा चाहिँ जोड्दै अघि बढ्नेछौँ होइन भन्छ। एकदम अफ कोर्स है त। ल अहिलेलाई यति नै, हस्त नमस्कार। यसै गरी साथीहरू देख्न सकिन्छ हामी चाहिँ ठ्याक्कै जर्मनीबाट फेन्लोको बोर्डर हुँदै नेदरल्यान्ड छिरिसकेका छौँ। नेदरल्यान्ड गयो। यहाँ चाहिँ नि यो टोलको लागि रोकेका ट्रकहरू यो यताबाट उता जाने र यताबाट उता जाने चाहिँ पछाडितिर। यसै गरी हामी चाहिँ डोइचल्यान्ड जर्मनको ल्यान्ड चाहिँ छोडेर नेदरल्यान्ड होइन अथवा हल्यान्ड नेदरल्यान्ड्स
सिंगुलरबाट प्लुरलमा छिरेका छौँ। छिरिसकेका छ र यसै गरी अब यसै गरी मेरो माइलोले भने अनुसार हामी यता चाहिँ 100 मात्र चलाउन पाउँछौँ भनी यता चाहिँ 100 मात्रै चलाउन पाइन्छ साँच्ची नै म्याक्सिमम चाहिँ भने जर्मनीमा चाहिँ अनलिमिटेड रोडहरू पनि छन् र हाम्रोतिर चाहिँ वेदर एकदमै खत्तम थियो यता चाहिँ वेदर एकदमै राम्रो है आनन्दको छ ल यसरी नै हामी अघि बढिरहेका छौँ योभन्दा अगाडि के हुनेछ यसपछिको क्लिपमा चाहिँ नि समावेश गर्नेछौँ है त त्यसै गरी भिडियोमा अगाडि के हुन्छ भनेर चाहिँ गेट क्लोज आफ्टर इच भेकल चाहिँ हामी केही गर्नु पर्दैन अलि अगाडि जाउँ यहाँ थिच्नुपर्छ अलि पछाडि हामी आइपुगिसकेका छौँ कहाँ गयो हामी चाहिँ आइसकेका छौँ गाडी पार्क गरेर अब टाढान 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 अनि हामी चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दा यो वागमामा लिभाइसको बाहिरपट्टि 2-4 झोला सपिङ गरेर बोक्दा भारी बोकेर भारी बोकेर 20 युरोमा चाहिँ एउटा ऊ छ हामी ट्राई गर्ने एउटा ट्राई गर्ने भान्सा भिडियो बनाउनु ल 20 युरोको एउटा ऊ ट्राई गरेको हामी हेर्छौँ यस हामीबाट अनि पारित भएपछि बल्ल किन्छन् द्याट्स करेक्ट माइजू कता जाँदै बबल टी बबल टी जय बजरंग बली यस अभी मेरो त ऊपर रहेछ त त्यो त भात सुक्दैदिनु भएको भात पनि हाल्दै क्या माइजूमा कति मिठो के भन्छ त सानोमा थिएन मिलानो आएको जस्तो भइरहेछ किन ठिक 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 तर सुपथ मूल्य क्या रमाइलो त त्यहाँ पनि त रमाइलो थियो नि सो हामी आज विशेष गरी सपिङ गर्नलाई नै भन्दाखेरि पनि के रहेछ यो नाम चलेको ठाउँ यस्तो आउटलेट नेदरल्यान्डमा भनेर हेर्न मात्र आएका थियौँ यहाँ साँच्चै नै धेरै सामानहरू एकदम सस्तोमा पाइने रहेछ हामीले थोरै केही सामानहरू किन्यौँ पनि र निकै बेर घुमेपछि हामी चाहिँ अब ब्याक टु जर्मनी डोइचल्यान्ड फर्किँदैछौँ बेला पनि भइसकेको छ फर्क्यौँ है त अलराइट वन्स अगेन वेलकम ब्याक टु आवर भिडियो भान्जा 2 शब्द चाहिँ सुन्दा व्हाट्स अप गाइस हामी चाहिँ अब सपिङ सकेर हैन टक्कसँगले अब
भने जस्तै फर्की जाने आँट्दैछौँ थोरै केही सपिङ गर्यो होइन अहिले हामी छौँ नेदरल्यान्ड्समा नेदरल्यान्ड्सको एउटा यो के जाति यो आउटलेट यो वरिपरि घुमाएर देखाइदिन्छ आँखाले भ्याउन्जेलसम्म सबै आउटलेटै आउटलेट हो भने चाहिँ गाडी मात्र देखियो होला तर त्यसको पार्किङ स्पट हो एकछिन अनि हामी चाहिँ यहाँ सपिङ गरिसकेर अब चाहिँ घर जाँदैछौँ के किन्यौँ भनेर हेर्नको लागि चाहिँ स्टे ट्युन्ड त्यो फरारी पार गर्ने ठाउँ लगेर गरिएछ कि हामी त बोर्डरतिर जर्मनी ए डोलन यहाँबाट हामी फेर्नु जर्मनी छैन केही छैन त बोर्डरमा यहाँ है लोकल रहेछ त्यो साइनबोर्ड सानो नदेखायो भने थाहा नहुने जर्मनी आइपुग्यो भने जर्मनी आउने चाहिँ बाटो कति फराकिलो कति राम्रो होइन बाटो राम्रो त नेदरल्यान्डको अहिलेसम्म त मलाई यी राम्रो लाग्यो हो र त्यत्रो सानो कुरोबाट हेरौँ न जर्मनी बोर्डर कट्ने बित्तिकै यस्तो चाहिँ हामी चाहिँ नि भित्र कताबाट ए यो बाटोमा आएको भनेपछि हामी स्कुबा त लिन गइएन नि के गर्न गइएन म एकचोटि यो बाटो ए आएको साँच्चै मुरारी मामाको हाल्नु पर्यो नि एड्रेस हामी गलत आयौँ भन्छ यो मोडाउनु पर्छ मलाई थाहा छ हाल्नै पर्दैन ल हिँड्दा घुमाउ यो गल्ती भयो घुमाउनु भने के हो यो फलो गर्नु हामी चाहिँ नेदरल्यान्डबाट जर्मनी आइसकेका छौँ जनताहरूलाई भोक लाग्यो भनेर यहाँ थाई रेस्टुरेन्टमा थाई कुजिन भान्जा वेलकम टु माई भिडियो धन्यवाद मामाश्री धन्यवाद अब हामी फलार गर्न आँटिरहेका छौँ फलार कुन भाषा हो फलार नेपाली शुद्ध नेपाली हो र अब हामी फलार गर्न आँटिरहेका छौँ साथीहरू यहाँ फलार गर्नलाई मेरी मुइया अगाडि गइसकिन् यहाँ आयो अनि पछाडि दुईजना फलार गर्न आउँदैछन् अनि फलार गरेर आजको हाम्रो यो भिडियो र हाम्रो दैनिकी यहीँ टुङ्गिने छ धन्यवाद हेभ अ नाइस वान सी यु अन द नेक्स्ट वान के खाने हो र नबनाउनु नि भान्जी के छ मेनु छैन अहिले एकछिन म यो मेरो यो भनेको चाहिँ हाम्रो मामाश्रीको हो अस्ति नै यही खा यो भनेको चाहिँ हाम्रो माइजूश्रीको हो चाउमिन भात मिक्स भेजिटेबल